Welcome back to my new vlog. है तपाईँहरूले चिनिराख्नु भएको छ, सो मैले मेरो इन्ट्रोडक्सन दिन पर्दैन। अनि सो आज चाहिँ फाइनली म भ्लग लिएर आइसकेको छु, किनभनेदेखि बिफोर आई वाज रोयली बिजी है, किनभने मैले चाहिँ कम्पनी चेन्ज गरेको थिएँ। सो कम्पनी चेन्ज गर्दाखेरि चाहिँ म त्यो कम्पनीमा सेटल हुनलाई अलिकति बिजी भयो। त्यही अनुसारले चाहिँ म भ्लगहरू बनाउन पनि पाएन क्या, सो मसँग टाइम पनि भएन। सो तपाईँहरूले धेरैले क्वेसन गरिराख्नु भएको थियो, जुन मैले प्रिभियस भिडियो लगाइरहेको थिएँ त्योमा चाहिँ तपाईँहरूले धेरैले क्वेसन गरिराख्नु भएको थियो क्या, कहिले आउँछ होइन। कतिजनाले यसो कतिजनालाई मैले रिप्लाई पनि दिएँ, बट कतिजनालाई दिन सकिनँ। सो आई एम रियली सरी फर द्याट है। सो बट टुडे म सबैको रिप्लाई दिन्छु, किनभनेदेखि चाहिँ रिप्लाई भन्दा पनि म त्यही रिलेटेड चाहिँ भिडियो बनाएको छु। भनेको थिएँ जुन मेरो प्रिभियस भिडियो छ त्यो भिडियोमा चाहिँ तपाईँलाई मैले भनेको थिएँ कि अब नेक्स्ट भिडियो चाहिँ अबाउट इन्टरभ्यू है, जुन इन्टरभ्यूमा जाँदाखेरि चाहिँ तपाईँहरूलाई कस्तो कस्तो क्वेसन गर्छ भनेर चाहिँ मैले भिडियो बनाउँछु भनेको थिएँ। सो आज चाहिँ फाइनली ल्याएर आइसकेको छु है। होपफुल्ली तपाईँहरूले यो भिडियो पनि हेर्नुहुनेछ। र फर्स्ट अफ अल आम गर्न से यु प्लिज डोन्ट फर्गेट टु लाइक, सब्सक्राइब एन्ड सेयर है। सो तपाईँहरूले यसरी नै सपोर्ट देखाइराख्नुहोस्। सो लेट्स टक अबाउट डाइरेक्ट पोइन्ट है, किनभनेदेखि म टाइम वेस्ट गर्न चाहन्न। सो लेट्स गो अबाउट डाइरेक्ट पोइन्ट है। सो तपाईँलाई एज अ बारिस्टाको इन्टरभ्यूमा जाँदाखेरि चाहिँ मेन भनेको सोध्ने लाइक त्यहाँनिर चाहिँ क्याटेगोरी हुन्छ क्या, इन्टरभ्यूको क्याटेगोरी। त्योमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको एउटा जेनरल क्वेसनहरू गर्छ क्या तपाईँलाई है, जेनरल क्वेसन जुन चाहिँ तपाईँको आफ्नो सेल्फहरू बारे भयो होइन, हरेक कुरा हुन्छ नि होइन, किन कम्पनीमा जोइन गर्न चाहन्छ यताउता ब्ला ब्ला है। अनि तपाईँको अर्को भनेको चाहिँ कफी नलेज बारेमा सोध्छ क्या, तपाईँसँग कतिको कफी नलेजहरू छ होइन, कफीको बारेमा कस्तो कस्तो नलेज छ भन्ने कुरामा सोध्छ है। सो अर्को भनेको चाहिँ तपाईँको प्र्याक्टिकल स्किलहरूमा क्या, अनि प्रब्लमहरू कसरी तपाईँले सल्भ गर्नुहुन्छ लाइक द्याट है। अनि अर्को भनेको चाहिँ कस्टमर सर्भिस एन्ड वर्क फ्लो, तपाईँको चाहिँ कस्टमर सर्भिसहरू बिजी आवरमा चाहिँ कतिको कसरी वर्क गर्नुहुन्छ भनेर सोध्छ होइन। सो एन्ड लास्ट मोमेन्ट भनेको चाहिँ तपाईँको लाटे आर्ट एन्ड मिल्क स्टिमिङ, त्यो पनि इम्पोर्टेन्ट हुन्छ, किनभने बिजी आवरमा त्यो पनि हेर्नुपर्ने हुन्छ नि त है। सो लेट्स टक अबाउट जेनरल क्वेसनबाट है। जेनरल क्वेसनमा चाहिँ के पर्छ भन्दाखेरि चाहिँ फर्स्टमा तपाईँहरूलाई सबैले थाहा छँदैछ, हामीसँग अफकोर्स सिभी हुन्छ, बट दे विल आस्क यु क्या, सो टेल अस अबाउट यर सेल्फ है। त्यो भनेको चाहिँ अब तपाईँले कसरी दिनु पऱ्यो भने आफ्नो नाम भन्नु पऱ्यो है, अनि कति वर्ष हुनुभयो लाइक द्याट, तपाईँहरूलाई त्यो त भनिराख्नु पर्दैन। एन्ड द सेकेन्ड क्वेसन तिनीहरूले के गर्छ भन्दाखेरि तपाईँको वाइ डु यु वान्ट्स टु वर्क एट दिस कफी सप क्या, तपाईँहरू चाहिँ यो कफी सपमा चाहिँ किन वर्क गर्न चाहनुहुन्छ क्या, लाइक धेरै अप्सन छ नि त अहिले दुबईमा बारिस्ता भनेपछि, लाइक बारिस्ता एन्ड कफी सप, लाइक देयर इज टु मच अप्सन क्या। सो त्यो अप्सनहरूलाई चाहिँ अरू पनि छ, त चाहिँ हाम्रै कफी सपमा चाहिँ किन गर्न चाहन्छस् भनेर सोध्छ क्या। सो त्यतिखेर चाहिँ तपाईँले कम्पनीहरूको बारेमा होइन, हल्का कम्पनीहरू तेरोमा राम्रो छ है, तेरोलाई सिक्नको, म एउटा लर्निङ पर्सन हो र म लर्निङ पर्सनलाई चाहिँ यहाँनिर सिक्नको लागि गर्नको लागि एकदम राम्रो देखेँ है। अनि तेरो कफीको सबको म्यानेजमेन्टहरू एकदम राम्रो लाग्यो, लाइक म्यानेजमेन्ट भन्नु पर्दैन किनभनेदेखि तपाईँ नयाँ हो नि त, कफी सपहरू एकदम राम्रो लाग्यो है। सो एउटा पिसफुल इन्भाइरोमेन्टहरू भएको त्यस्तो भनेर हल्का गर्नु होइन, तपाईँहरूले गुगलमा पनि सर्च गर्न सक्नुहुन्छ। एन्ड जेनरल क्वेसनमा तपाईँलाई अर्को क्वेसन सोध्न सक्छ क्या, लाइक वाट इज स्पेसालिटी कफी है। तपाईँलाई नेपालबाट डाइरेक्ट दुबई आइसकेपछि दुबईमा भनेको 99% चाहिँ स्पेसालिटी कफीहरू चल्छ क्या। सो स्पेसालिटी कफी चलिसकेपछि तपाईँ स्पेसालिटीमा इन्टरभ्यू दिन गइसकेपछि अफकोर्स दे विल आस्क यु वाट इज स्पेसालिटी कफी। सो स्पेसालिटी कफी भन्नाले चाहिँ के बुझिन्छ र स्पेसालिटी कफी भनेको चाहिँ के हो भनेर तपाईँलाई सोध्न सक्छ है। त्यसको लागि चाहिँ तपाईँले सिम्पली केही गर्न पर्दैन,
डाइरेक्ट गुगलमा जाने वाट इज स्पेसालिटी कफी भन्ने, त्यहाँनिर तपाईँहरूलाई देखाइहाल्छ है। सो र पनि म थोरै एक्सप्लेन गरिदिन्छु। स्पेसालिटी कफी भन्नाले चाहिँ के बुझिन्छ भन्दाखेरि चाहिँ हाई ग्रेड कफीलाई क्या, जुन चाहिँ एससिएलले एउटा स्पेसालिटी कफी एसोसिएसन छ क्या, जुन एससिएलले चाहिँ स्कोर गरेको छ नि लाइक 80 एबभ, सो त्यसलाई चाहिँ स्पेसालिटी कफी भनेर बुझ्छ क्या नर्मली। लाइक 80 एबभ, 80भन्दा बिलो भयो भनेदेखि चाहिँ त्यसलाई स्पेसालिटी गर्दैन फेरि। सो तपाईँहरूले चाहिँ स्पेसालिटी कफी भनिसकेपछि चाहिँ लाइक हाई ग्रेड अफ कफी भनेर सम्झिनु क्या, लाइक 80+। सो यु क्यान सर्च इन गुगल एज वेल है, इट्स रियली हेल्पफुल फर यु। सो गुगलमा धेरै तपाईँहरूलाई हेल्पफुल हुन्छ इफ यु आर प्यासनेट है। सो लाइक अब हामी चाहिँ त्यस्तै क्वेसन सोध्छ, लाइक बारिस्तामा धेरै क्वेसन सोध्दैन, अनि तपाईँलाई ब्रुइङको बारेमा हल्का सोध्न सक्छ EB60, लाइक केम्याक्स एन्ड लास्टमा एरोप्रेसको बारेमा पनि सोध्न सक्छ। अनि लाइक अबाउट कफी नलेजहरूमा चाहिँ कस्तो सोध्छ भनेर लेट्स गो अब कफी नलेजमा है। सो कफी नलेजहरूमा चाहिँ कस्तो सोध्छ भन्दाखेरि चाहिँ तपाईँहरूलाई सोध्ने भनेको मेन भनेको चाहिँ अबाउट कमर्सियल एन्ड स्पेसालिटी कफीको बारेमा सोध्छ क्या। कसरी सोध्छ भनेदेखि चाहिँ क्यान यु एक्सप्लेन द डिफरेन्स बिट्विन कमर्सियल एन्ड स्पेसालिटी कफी भनेर क्या। कमर्सियल र स्पेसालिटी को बारेमा चाहिँ तपाईँले एकदम हेर्न पर्ने हुन्छ, लाइक वाट इज डिफरेन्स बिट्विन कमर्सियल एन्ड स्पेसालिटी कफी भनेर होइन। सो त्यसको बारेमा पनि हेर्नुहोस्। अनि अर्को भनेको चाहिँ तपाईँलाई सोध्ने भनेको चाहिँ तपाईँको ग्रान्ड साइज, लाइक when you are calibrating machine, so we need to change our grand size. So grand sizeले चाहिँ कतिको इफेक्ट पार्छ भनेर पनि सोध्छ क्या। त्यसलाई चाहिँ कसरी सोध्छ भने हाउ डज ग्रान्ड साइज अफेक्ट युर एक्सट्र्याक्सन, ओके, लाइक कसरी प्रिपेयर गर्नुहुन्छ भन्नेमा भर पर्छ है। फेरि पनि म एक्चुअली भन्दैछु, हाउ डज ग्रान्ड साइज अफेक्ट युर एक्सट्र्याक्सन, लाइक तपाईँ हुँदा चाहिँ ग्रान्ड साइजले कतिको लाइक इफेक्ट गर्छ क्या, कतिको भूमिका खेल्छ, त्यसरी सम्झिनु नि है। लाइक फाइन भएन के हुन्छ, लाइक कोर्स भएन के हुन्छ, त्यसको बारेमा पनि एकदम पढ्न इम्पोर्टेन्ट हुन्छ। अनि अर्को भनेको चाहिँ वाट आर द मेन भेराइबल इन एस्प्रेसो एक्सट्र्याक्सन, लाइक तपाईँको एस्प्रेसो एक्सट्र्याक्सन हुनमा चाहिँ कुन कुन भेराइबलहरू चाहिँ इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा पनि तपाईँहरूलाई त्यो चाहिँ एस्प्रेसो एक्सट्र्याक्सन भेराइबल्स भनेर चाहिँ गुगलमा सर्च गर्नु, सो इजिली यु क्यान फाइन्ड है। अनि अर्को भनेको चाहिँ क्यान यु डिस्क्राइब द टेस्ट बिट्विन नेचुरल प्रोसेस एन्ड हनी प्रोसेस, लाइक वास प्रोसेस, लाइक एनरोबिका प्रोसेस, तपाईँलाई त्यसरी भन्न सक्छ। सो यु सुड नो अबाउट प्रोसेसिङ अल्सो है। तपाईँहरूलाई अहिले त नेपालमा पनि धेरै ठाउँमा लाइक राम्रो तरिकाले सिकाउँछ होइन। सो आई थिङ्क यु गाइज नो अबाउट प्रोसेसिङ है। प्रोसेसिङको बारेमा पनि जान्न चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। सो वाट इज नेचुरल प्रोसेस, वाट इज हनी प्रोसेस, वाट इज एनरोबिका, वाट इज लाइक वास प्रोसेस भनेर चाहिँ तपाईँहरूले बुझ्न चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ है त्यसको बारेमा पनि। सो त्यो भएर चाहिँ तपाईँको कफीको नलेजहरूमा जान्छ क्या, लाइक कफीको बारेमा तपाईँलाई कतिको नलेज छ भन्ने कुरामा है। सो लेट्स गो अबाउट प्र्याक्टिकल स्किल एन्ड प्रब्लमहरू चाहिँ कसरी सल्भ गर्नुहुन्छ भनेर क्या। सेक्सनमा चाहिँ लाइक तपाईँलाई कस्तो खालको क्वेसन चाहिँ सोध्न सक्छ भनेदेखि हाउ डु यु डिल इन अन एस्प्रेसो भन्छ क्या, लाइक तपाईँको अब प्रब्लमहरू सल्भ गर्नको लागि लाइक कस्तो तरिकाले चाहिँ अब तपाईँको एस्प्रेसोहरूलाई चाहिँ डिल गर्नुहुन्छ क्या, लाइक कति ग्राम युज गर्नुहुन्छ र कति एक्सट्र्याक्सन र कति टाइममा क्या, लाइक त्यसको बारेमा चाहिँ तपाईँले एकदमै तपाईँले पढ्नुपर्ने हुन्छ, लाइक गुगलतिर सर्च गर्नुपर्ने हुन्छ। बट आई विल जस्ट एक्सप्लेन यु, लाइक हामी चाहिँ रेसिपीबाट स्टार्ट गर्नुपर्छ होइन। सो फर्स्ट भनेको चाहिँ लाइक 1:2 लाइक होइन 18 ग्राम युज कफी गरेर 36 झार्ने, लाइक 25 to 30 सेकेन्डमा है। अनि लाइक त्यहाँनिर अब टाइम पनि भन्ने लाइक 25 to 30 सेकेन्ड। सो अनि त्यहाँबाट चाहिँ मेरो एक्सट्र्याक्सनलाई हेर्छु है, आई चेक माई एक्सट्र्याक्सन इफ देयर इज ओभर एक्सट्र्याक्सन या अन्डर एक्सट्र्याक्सन। सो आफ्टर द लाइक हुन्छ नि त्यो भनिसकेपछि म मेरो ग्रान्ड साइजलाई चेन्ज गर्छु भनेर भन्ने क्या।
एन्ड लाइक अर्को भनेको चाहिँ अब तपाईँलाई चाहिँ कस्टमरले कम्प्लेन गर्यो अरे क्या, लाइक तपाईँको कफीमा कम्प्लेन गर्यो अरे। सो द्याट सिचुएसन चाहिँ तपाईँ के गर्नुहुन्छ भनेर भन्छु। कोही कस्टमरले तपाईँलाई कसरी कम्प्लेन गर्यो, लाइक कसरी रिस उठ्छ भनेदेखि चाहिँ a customer complain their coffee is bitter. What do you do? Like sometimes it's salty, like sometimes it's like milky होइन, त्यस्तोहरू हुन्छ क्या। सो त्यो सिचुएसनमा चाहिँ तपाईँले के गर्ने, कसरी गर्ने भनेर चाहिँ तपाईँले पनि त्यो बारेमा चाहिँ प्रिपेयर हुनुपर्छ होइन। सो सबैभन्दा मेन भनेको चाहिँ तपाईँले अपोलाइज चाहिँ कस्टमरसँग एउटा अपोलाइज गर्नु पऱ्यो होइन। तपाईँको जुन एउटा एस्प्रेसो के कारणले चाहिँ बिग्रिरहेको छ भन्ने कुरामा चाहिँ तपाईँले रिसर्च गर्नु पऱ्यो। आफ्टर द्याट है हरेक चिजहरू चाहिँ तपाईँले एउटा वेमा गर्नुपर्छ क्या। यही हो, अब तपाईँहरूले यस्तै चिजहरू जान्नुपर्छ, धेरै सोध्दैन। सो लेट्स गो अबाउट कस्टमर सर्भिस एन्ड वर्क फ्लो है। हाउ लाइक वर्क फ्लोमा चाहिँ कस्तो भन्छ भनेदेखि हाउ डु यु ह्यान्डल युवर वर्क फ्लो इन बिजी आवर, लाइक रस आवर, तपाईँले त्यो आवरमा चाहिँ कसरी गर्नुहुन्छ भन्ने कुरा हो क्या। सो कस्तो तरिकाले गर्नुहुन्छ त्यसको बारेमा तपाईँहरूले हेर्नुहोस् होइन। सो अर्को भनेको चाहिँ लाइक तपाईँले अब त्यो भइगयो। अनि अर्को भनेको चाहिँ कसरी सोध्छ भनेदेखि लाइक तपाईँसँग न्यू ड्रिङ्क्सहरू लन्च गर्नुहुँदैछ तपाईँहरूले, र तपाईँको कफीहरूलाई चाहिँ कसरी कस्टमरले रिक्वेस्ट गर्नुहुन्छ भन्ने पनि चाहिँ तपाईँको एउटा कस्टमर सर्भिस एन्ड वर्क फ्लोमा पर्छ है त। सो बिजी आवरमा तपाईँले कस्टमरलाई कसरी कफीहरू सजेसन गर्नुहुन्छ भन्ने कुरा, त्यो चिजहरू पनि सोध्न सक्छ। सो लास्ट भनेको चाहिँ लाटे आर्ट स्टिमिङ है। लाटे आर्ट स्टिमिङहरू चाहिँ जस्ट इट्स लाइक बेसिक है, तपाईँको उनीहरूले प्र्याक्टिकली लिन्छ, लाइक सोध्दैन होइन। स्टिमिङ प्रेसर सोध्न सक्छ, अनि तपाईँको टेम्परेचर कति हुनुपर्छ भनेर चाहिँ सोध्न सक्छ। सो बी प्रिपेयर अबाउट द्याट एल्सो है। सो थ्याङ्क्स फर वाचिङ माई भिडियो है। आजको लागि चाहिँ यति नै। सो नेक्स्ट भिडियो चाहिँ अब के को लागि चाहिँ तपाईँहरूलाई चाहिन्छ होइन। So please comment, I will give you reply as well. Thanks for watching and don't forget to like, subscribe and share. So I'll be back with new vlog again. Thank you guys.